सलमान खानसँग फिल्म खेलिरहेका प्रशान्त फिल्म पुरा नहुँदै अस्ताए। फिल्मकै लागि सिक्दै थिए चाइनिज भाषा। छोरीलाई गर्थे औधी माया, भन्थे छोरीमा आमाको प्रतिबिम्ब देख्छु। 42 वर्षकै उमेरमा छोडे संसार। कुनै बेला एउटा मञ्चबाट आफ्नो स्वरले विश्वभरका नेपालीलाई एउटै धड्कनमा बाँध्न सफल इन्डियन आइडल विजेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन्। आइतबार दिल्ली स्थित आफ्नै निवासमा 42 वर्षको अल्पायुमै हृदयघातका कारण उनको असामयिक निधन भएको छ। बलिउड सुपरस्टार सलमान खानसँग फिल्म ब्याटल अफ गलवानमा अभिनय गरेका प्रशान्तले उक्त फिल्मको डबिङ र प्रदर्शन नहुँदै सदाका लागि आँखा चिम्लिएका छन्। प्रशान्त तामाङको करियरले पछिल्लो समय बलिउडमा नयाँ उचाइ लिँदै थियो। उनी सलमान खान अभिनीत प्रतीक्षित फिल्म ब्याटल अफ गलवानमा एउटा महत्त्वपूर्ण चिनिया सैनिकको भूमिका निर्वाह गरिरहेका थिए। फिल्मको छायाङ्कन सकिए पनि उनको डबिङको काम भने बाँकी नै थियो। उनले अभिनय गरेका नेपाली फिल्म परदेशी र परदेशी 2 का निर्माता राजेश बंसलका अनुसार प्रशान्त आफ्नो भूमिकालाई जीवन्त बनाउन निकै मेहनत गरिरहेका थिए। फिल्मको डबिङका लागि चाइनिज भाषा सिक्ने तयारी गर्दैछु दाई भन्थे। बंसल भावुक हुँदै सम्झन्छन्, तर आज अचानक उनको मृत्युको खबर सुन्नु पर्दा पत्याउनै सकिरहेको छैन। उनी निकै सहयोगी, मिलनसार र सधैँ सकारात्मक सोच्ने व्यक्ति थिए। प्रशान्तको जीवनको सबैभन्दा गहिरो र भावुक पाटो उनकी 3 वर्षीय छोरी आर्या थिइन्। श्रीमती एयर होस्टेज भएका कारण घरमा छोरीको सम्पूर्ण रेखदेखको जिम्मा प्रशान्तले नै सम्हालेका थिए। छोरी प्रतिको उनको अनुराग यति गहिरो थियो कि उनले छोरीकै लागि कैयौं ठूला कन्सर्ट र कार्यक्रमहरूका अफर समेत अस्वीकार गरेका थिए। उनका निकट मित्र एवं निर्माता राजेश घतानीका अनुसार प्रशान्तले सधैँ भन्थे, मैले छोरीमा आफ्नी आमाको प्रतिबिम्ब देख्छु। यसको पछाडि एउटा दुःखद कथा लुकेको थियो। कोरोना महामारीको समयमा दार्जिलिङमा उनकी आमाको निधन हुँदा लकडाउनका कारण प्रशान्तले अन्तिम पटक आमाको मुख हेर्न पाएका थिएनन्। परिवारको एकमात्र छोरा भएर पनि आमाको अन्तिम संस्कारमा उपस्थित हुन नपाएको त्यो पीडा उनले छोरीको अनुहार हेरेर मेट्ने कोसिस गर्थे। तर आज तिनै छोरीलाई एक्लो पारेर उनी आफै अस्ताएका छन्। सन् 2007 मा भारतीय टेलिभिजन च्यानल सोनीको इन्डियन आइडल सिजन 3 को विजेता बनेपछि प्रशान्त तामाङको जीवन बदलिएको थियो। कोलकाताका प्रहरीका एक साधारण जवान जसले कहिल्यै औपचारिक संगीत सिकेका थिएनन्, उनी आफ्नै बुवाको दुर्घटनापछि प्रहरीमा भर्ना भएका थिए। इन्डियन आइडलको जित केवल उनको व्यक्तिगत सफलता थिएन, त्यो विश्वभरका नेपाली भाषीको पहिचान र स्वाभिमानको जित थियो। त्यसपछि उनले नेपाली फिल्म गोर्खा पल्टनबाट अभिनय यात्रा सुरु गरेका थिए। उनले अभिनय गरेका परदेशी र परदेशी 2 गरी तीनै फिल्मले बक्स अफिसमा सफलताको इतिहास रचे। हालै अमेजोन प्राइमको पातलो लोक सिजन 2 मा उनले निभाएको स्नाइपर ड्यानियल लेचोको भूमिकाले उनलाई बलिउडमा समेत एक सशक्त अभिनेताका रूपमा स्थापित गरेको थियो। दिल्लीमा छोरीसँगै रमाइरहेका प्रशान्तको यो असामयिक विदाईले दक्षिण एसियाली संगीत र चलचित्र क्षेत्रमा कहिल्यै नपुरिने खाडल बनाएको छ। दार्जिलिङको एउटा साधारण परिवारबाट उठेर विश्वभरका नेपालीको मन जित्न सफल यी शालीन र सादगी कलाकारको अभाव सधैँ खड्किरहनेछ। 42 वर्षको उमेरमा आफ्ना हजारौं सपना र छोरीको भविष्यलाई बिचैमा छोडेर उनी आमाकै काखमा पुगेका छन्। अलविदा प्रशान्त तामाङ, तिम्रो स्वर यो धरतीमा सधैँ गुन्जिरहनेछ।